que मेरे वाजू जाए Hey everyone, welcome back to my channel. I hope सन्चै आरामै हुनुहुन्छ होला। म सन्चै आरामै छु, एकदम फिट एन्ड फाइन छु। आजको न्यू डे न्यू ब्लग, धेरै पछि ब्लग बनाइदियो गाइज आफ्टर लङ टाइम। ब्लग नहालेको अस्ति भएको 5-6 महिना, आज चाहिँ बनाइदिएको। अस्ति एउटा बनाम भइरहेको थिएँ, बनाएको थिइनँ, तर आज बनाएँ। यस्तै हो झ्याउलाई। आज सरकारी स्कुलको यहाँ तल रिजल्ट रहेछ, त्यस्तै घुमघाम गर्नलाई यता हाम्रो ह्यान्डसम भीषण ब्राइटनेस बढाएको। अहिले 9:30 भइसक्यो गाइज। सरकारी स्कुल आइगयौँ हामी। एकछिन उता बस्यौँ, यहाँ रहेछ उता भइरहेछ। बेजर लाग्छ नि ब्लग बनाउन, यति धेरै मान्छे छन् हेरिदिउँला। अब आजले अब हल्का बेजर लाग्छ नि त। पहिला पो पढ्थ्यौँ, अब आजले मैले के भनिदिनु थियो अन्त हल्का अर्कै लाग्छ। केही छैन, लाज भन्ने चिज हटाउनु पर्छ तपाईँ। माथि जानुपर्छ क्या, माथि छ। जीवन हो हाम्रो क्याप्टेन सर, क्याप्टेन। चापी होइन यता उता नि भिडियो भइरहेको रहेछ। जाउँ मानव माथि, जाउँ न राजा एकछिन माथि जाउँ। जीवन आऊ न, यही पहिला हामी यहाँ टिचर आऊ न, आउनु मानु काले मेरो फ्यानहरू आयो। बनाउला चाहिँ सरहरू उताबाट हेरिदिनु लाग्छ नि उता मान्छे। मेरो फ्यानहरू गाइज, मेरो फ्यानहरू यिनीहरू सबै उता लाइनमा खडा छन्। तर आज चाहिँ भाल भएन नि, पानी पर्ने जस्तो मौसम छ आज। तर के भनौँ त, अब बेजल लाग्यो भन्न पनि। वाइट पहिला हामी जहिले यहाँ आउँथ्यौँ कि यहाँ माथि जहिले आउँथ्यौँ, आज त पर्दैनौँ। यस्तै हो, यस्तै हुन्छ कहिले काहीँ, हो कि नै? ह्यान्डसम हेर फेरि भ्याइदिने हो मान्छे भ्याइ। अब रसनले सरकारी स्कुल अब डुबाउँथ्यो जस्तो लाग्छ मलाई। सरकारी स्कुल अब भ्याउँछ जस्तो लाग्छ। आउनु पर्दैन, मान्छे हेरिदिइरहेको छन्। अब के गर्ने, अब किन हेरेको होला थाहा छ। तिमी रोशन ह्यान्डसम हेर्ने छ त मेरो लाग्छ भयो। धेरै नभनौँ होला, मान्छे हेरिरहेको छ नि टाढा। केही छैन, यस्तै हो ब्लग भन्ने चिज, हल्का होइन। अन्त गाई चाहिँ अहिले 4 बजेर कति 18-19 मिनट भयो। अब चाहिँ अफिस बल खेल्न गइदिने हामी। चल्दिने सिधै बल खेल्न। बाल काट्ने भनेको काटेको छैन, अब काट्नु पर्ला। भोलि काट्नु पर्ला, नत्र पछि काट्नु पर्ला। बल खेल्न जाने अब हामी। मानमा अगाडि छ, रोशनगरबाट आएको। बल खेल्न जान्छु। या जर्सी लगाइदिए बल खेल्न जान लाग्यो। फेरि रोनाल्डो भन्दा फेरि हामी हल्ला छ। बल खेल्न जान लाग्यो त मानव छ मजाले। 2 जना जान लाग्यो। मेरो भाइ आउँदैछ अहिले, अरू अब कोही जान्छन् कोही जान्छन्। खै मान बेटा हातको देखाउ त, उता हातको। अनि यो चाहिँ यता देखा न, त्यो जर्सी के यो सबको जर्सी, हाम्रो जर्सी सबको त्यस्तै छ, एउटै रेडवाला। मेरो 2 दिन भएर हिजो एकै दिन लगाएको म्यान। रिसुले चाहिँ अस्तिबाट लाएको न खुट्टा ऊ भएर के भयो त, भाइको गन्ध थियो त्यसको 2 दिन बेला, मेरो पनि 2 दिन ओ सन्के थियो म्या। त्यही भएर अनि यो लगाइदिएको जुत्ता छ पनि। हे जान्ने बल खेल्न हामी 2 जना चल्दिने हो। ए गर्नुपर्छ काम, राम्रो काम हो। घरमा काम गर्नु नै राम्रो काम हो। मजाले चल्दैछ। मोबाइल लगेर गइदिने आज। अब भ्लग बनाउनु पऱ्यो, त्यही भएर मोबाइल लगाइ जाएको। या होइन त बान्द्रे गयो होला, छोडिदिनु। आफ्नो मतलब भएन, आफू खेल्ने हुन्छ भइरहेको छ यस्तो सानोतिनो। अब ग्राउन्ड गएपछि भेट्छु हजुरसित हुँदैन। गाइज म त ग्राउन्ड आइसक्यो। ग्राउन्ड आएर पनि यताउता मान्छे यति धेरै छन्। सर्ट मजामै खेलिदिनु आज म, जुत्ता लाग्यो उहाँसँग गरिके। अब यस्तै आज मान्छे धेरै आएको छैनन्। यस्तै हाम्रो रेडवाला खै त देखा त
CFC चिसानी फुटबल क्लब 17 सिजन मेरो 9 नम्बर हो यिनीहरूको अब सेनिन मानवको 6 ऊ चाहिँ 7 नम्बर मेरो भाइको 9 नम्बर जर्सी भिजेछ क्या आज त्यसको अनि मेरो पनि तर यस्तो लागिदिएको केही छैन खेल्नुपर्छ मजाले हल्का टाटे बाटे भन्छ मान्छे दिएर आएको छैन रम्ने त्यो किपरै आएको छैन कोही किपर पनि मजाले ब्लग बनाउँदै खेलिदिने हो ह्यान्डसम बिजत लाग्दो भने ब्लग बनाउन हात खुट्टा यस्तो तन्काइदिएको नत्र अब डाइरेक्ट खेल्यो भने हल्का हुन्छ नि त्यही हुन्छ अब खेल्छु टिमसिम बाँडिसकेँ खोला चाहिँ यस्तो बढ्दैछ है हिजो पानी पऱ्यो खतरा बलाइदिएछ खोला कहिले एकछिनमा देखाउँछ हामी चाहिँ खेलिसक्यौँ खेलेर पनि ग्राउन्ड खाली भइसक्यो खाली भएर नि हामीले यति बेरसम्म पेनाल्टी हान्यौँ मैले 2 चोटि हाने एकचोटि लेफ्ट एकचोटि राइट हेर्नु मैले हानेको बल कहाँ ठोक्यो थाहा थियो कि यो ठोकिएको लेफ्टीले हानिदिएको त्यही नि पेनाल्टी भन्दा नि हल्का यहाँनिर हावा हानिदिएको क्या मजाकमा खुट्टा देख्थेँ त्यहाँबाट यस्तो हानिदिएको त्यो खम्बामा लाग्यो आम्मा आएको छ अनि त्यो बल अहिले मैले अझै अर्को गोल हान्दिएको है होइन देखेछ क्या हुन्छ गाइस नेक्स्ट डे भइसक्यो नेक्स्ट डे भएर पनि 11 बजिसक्यो अनि यस्तै हो यो चाहिँ दिदीको महल 0.6बाट बनाउन लाग्छ यहाँ चाहिँ माइजहरू हुन्छ यहाँ आम खाइदिनु लाग्यो हामी त हाँस्दै खाइसक्यौँ खाएर पनि भ्याइगयो अनि यता पाकुली कटरको बुट्टा यहाँ छ यो दिदीको महल दिदीको महलबाट हाम्रो आउँदैछ क्यामेरा बनाउनु लाग्यो आम फुली ग्यार पछाडि आम खाइ जिब्रो उन लाग्यो क्यामेरा अझै राम्रो आउँछ मैले 0.6बाट गराएको छु कटरको पनि बुट्टा छ सिजनमा भइरहेछ सानो सुनो यस्तै हो काम काज नभएपछि हल्लिने मात्र काम हुन्छ यस्तो ट्याकमा घाम मात्र लाग्छ सलिकाको टन छ यहाँनिर पुल भइगयो हेर्नु पुलमा अहिलेसम्ममा मैले भिडियो बनाएको थिएँ त्यस्तो भिडियो नै हिँडेको भिडियो अब आफ्नो ठाउँमा झन् बनाएको छैन बनाउनु भनेको जान्छु अब साथीहरूसित कहाँ हल्का गराउनु लाग्छ त्यो नि डढेर कालो भएर डढेर कालो हुन्छु म केही छैन यो स्किन हेर्नेले हेर्छ नहेर्नेले अब त्यस्तै हो यो आमा ल्याङ गर्नुहुन्न अब त खेलेको छैन खेल न त नि A+ तान्ने मान्छे आउट नहुने ध्यान छैन त्यही हो ट्याक्कबाट त्यहाँनिर त्यही हो झ्याउला थियो यहाँ रोक्नेर आइदिएको अनि भ्लग एन्ड हान्नुपर्छ अब माइन्ड नहान्नुलाई गाइस मेरो अब भ्लग डिफ्रेन्ट क्यामेराबाट आइरहेको छ फरक क्यामेराबाट कहिले कसको कहिले यसको क्यामेरा त्यसको बाहिर त्यस्तै बनाइदिन्छु म यहाँले म रोसेर आएको छु अनि यहाँ दिउस दाहरू रोसेर यहाँ बसेछन् त्यही हो सिल्भिस्टिकबाट बनाऊ भनेको के बनाउने भयो फेरि दिउसदार बस्छन् अब म भ्लग एन्ड हान्छु गाइस जोले लास्टमा हेर्नुपर्छ थ्याङ्क यू डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब टु क्लिक द बेल आइकन थ्याङ्क यू फर वाचिङ दिस भिडियो हस्ता जय नेपाल ल हस्ता जय नेपाल